नखाइहाल्नु न एउटा आफै छैन खाइहाल्छ ऊ त्यो Today? एउटा साथी छुटिहाल्यो नि Yes, okay. Today is what? Tiro. Oh, Tiro. कहाँ गयो हाम्रो एउटा साथी खान्छ अब ढिँडो भने होइन बिस्तारै अब के गर्ने त अब अझै लाग्छ 1 घन्टा उसलाई यता आउनु न तर देखिन्छ त्यहाँ पनि छ एङ्गल यहाँ आउँछ ओके अनि त्यही पनि यता आउनु न यता पनि आउनु ल हुनु के छ चेस चेस एकचोटि चेस ल ज्ञापे चेस के गरे लाइक अ बियर होइन ल मैले फेरि त्यसरी समातेको छु कि यसरी समात्नु पर्ने तर त यो फेरि यसरी चेस गऱ्यो भने रक्सी हुन्छ मान्छेहरूले हो होइन हो त्यो मेरो हो त सरी भिडियो पनि देखिरहेको छ के हो खिम्सी हो खिम्सी खिम्ची ओ साँच्ची खिम्ची हो यो खिम्ची कसरी खाने हो है ढिँडो ढिँडो है हामी आज चाहिँ हाम्रो डे 5 को दिन हाम्रो डिनर चाहिँ ढिँडो लन्च लन्च चाहिँ ढिँडो चबाउने होइन यो त बडी टाइट छ मन परेन त ल्याप ल्याप दिने हो क्या होइन यार यो खिम्ची यार यो चाहिँ के गर्छु उसले कुर्तीको होइन तर साँच्चै ढेँडो मलाई मिठो लाग्यो तपाईँलाई कस्तो लाग्यो तपाईँलाई ढेँडो तपाईँले योभन्दा अगाडि ढेँडो खानु भएको थियो योभन्दा मेरो भाइ तेरो विचार भन् न पोलोको अझै मिठो हुन्छ तर नचबाकन त नजाने क्या झोल नचप्ने यस्तो ल ओके ल ओके ल मोटो भाइ त देखाएको हो हाम्रो फुड भ्लग होइन आउँछ अलि थोरै गर्ने हो यसरी तर के मजा के त्यसरी चबाउनु कि चबाउनु खानालाई चबाउनु चरा खानु मिठो खुला तर के को लागि दिएको त हामीलाई हो सो यार ल हामी आज ढेँडो खाँदैछौँ हाम्रो यही होइन आउँदाखेरि हामी ढेँडो खान्छ भनेर अस्ति नपाएछ यहाँ खानाहरू हाम्रो चाहिँ यो ट्रेकिङमा भनौँ न ढेँडो खाने ठुलो इच्छा थियो आज चाहिँ जे होस् त्यो इच्छा पुरा भयो यो चाहिँ त्यहीँ अलि देख्न नमिल्ने यो चाहिँ हेर्नुभयो भने यसलाई कोरियन भाषामा चाहिँ खिम्ची भनिन्छ हाम्रो चाहिँ अचार हो तर यो खिम्ची हो त्यहीँको त्यो रहेछ कि चाइनिज सागको बनाउँदो रहेछ कि यो त्यसलाई के भन्छ पक्चोइ भन्छ त्यो साग त्यो साग पक्चोइ क्या हामीले अहिले सोध्नुपर्छ है यो रेसिपी अन्त कोरियन रेसिपी हो अनि कोरियनमा नि त्यस्तो बनाउन सिक्नु भएन कस्तो त्यो अचार यो त
म के अरे वेल्डिङको घर बनाउन सिक्नु गएको साउनीहरू ल्याउँथ्यो होला नि सिकाउँ ल हुन्छ। बिदामा आफ्नै काम गर्दा फुर्सद छैन त होइन। त्यसमा नि म यस्तो भएको है, म अलि इन्ट्रेस्टेड भनौँ न कुकिङमा भएको भए चाहिँ त्यो कोरियनसँग भए पनि सिकिन्थ्यो होइन। तर मलाई इन्ट्रेस्ट छैन क्या। वर्ष एकचोटि खाना बनाउँथ्यो होइन हो त। के खुवाउँथ्यो के हुन्छ तिनीहरूको ट्रेडिसनल खाना मेन त यस्तो हो कोरियन खाना। अब हाम्रो जस्तो दाल भात तरकारी उनीहरूको मैले पत्तै लगाएन। के खान्छ उनीहरू साँच्चै? भातै खान्छ भात त भात, तर ट्रेडिसनल के योलाई म हामीले चाहिँ त्यो मान्छ भन्ने हुन्छ नि त होइन। तिनीहरू त त्यस्तो खान्छ नि स्टिकवाला भात के त्यो टाँसिने हुन्छ नि अरे होइन। बोल्दा खानु नि बिस्तारै के बिस्तारै खानु न, टेस्ट लिने क्या। तपाईँलाई कुन मिठो लागिरहेको छ? उता नि हेरिरहेको छु हजुरहरूलाई के ल्याउने होला? के छ? ढेँडो मिठो भएन? होइन मिठो छ। मैले फापरको पिठो मिसाएको। मिठो छ। त्यो मकैको मात्र अलि अहिले के हुन्छ भने। अलिकति ढेँडो ल्याइदिनु न। ए ल भाइ सकायो। ढेँडो अनि अरू केही दाल तरकारी? तरकारी के चाहिन्छ? तरकारी ल्याइदिनु। ढेँडो र तरकारी ल्याऊँ? सुकुटी चाहिँ मिठो रहेछ। सुकुटी हाम्रो हुन्छ नि सुकुटी भन्नाले पकाएर मात्रै बनाउँछ नि त्यस्तो होइन कि यसो खाए हुँदैन? खानु न आफूलाई कसरी बनाउन खान्छ मलाई त पुग्यो यतिले। एउटा बेला पुग्दैन नि त। ल यो ढेँडोको बिच्चामा चाहिँ मैले मासुको झोल हालेँ, त्यहाँबाट यस्तो निकालेर अनि अफ्रिकन स्टाइलको नि ढेँडो हुन्छ नि त होला त्यो टिभीमा देखिन्छ त। के अरे अफ्रिकन स्टाइलको सेतो पिटेको पिटे गरेर हामी बनाउँछ कि काँचै है। पिटे गरेर यस्तो नरम आउँछ है। यो खायो भने ढेँडो खाँदाखेरि भोक लाग्दैन खा। भातभन्दा कति हेल्दी कति हेल्दी। आफूले दिनदिनै खानु पर्छ ढेँडो घरमा खान्छ तिमीहरू? दिनदिनै बेलुका सुकुटी म पाएँ ढेँडोलाई धेरै चलाउनु पर्छ है। नरम हुन्छ आफू स्टाइल हुन्छ मलाई पनि पुग्यो। भात थप्नु हुँदैन रे उहाँहरू? भात खाउनु भयो नि छ है भात? यही पुग्यो तपाईँलाई दिउँ? होइन मलाई पनि पुग्यो। हजुरलाई? पुग्यो। पुग्यो? तरकारी खाने हो? खानुहोस् खानुहोस् हो अर्ग्यानिक यो हो नि घाँस त्यहाँ कुहिएको चामल भन्दा यो ठिक। यो पाउँदैन नि पाउनु अहिले? तरकारी दिनु। बच्चाहरूले चिन्दैन। यो चाहिँ नि यो खिम्ची जस्तै यो अनि किम्ची हो? किम्ची हो। त्यही त। कोरियन फुड कसरी यो यहीँ साग पाइन्छ र यसको? होइन यो त काठमाडौँबाट मगाएको। यो उतैबाट लिनु। तलबाट त्यो किम्ची मगाउने हो कि हामीले त। लिनुभयो? त्यही त यो खिम्ची जम्मै फेरि त्यही क्या ट्याक्कै। त्यही हो तलबाट तल चाहिँ 1000 रुपियाँ किलो पाउँछ रे यहाँ ल्याउँदा 1200 1300 पर्छ एक किलो। हामीले तलैबाट मगाउने। अरू त्यो बाबु तपाईँलाई दिउँ? त्यो चाहिँ मिठो अब लाग्यो ढेँडो। हामी त यो ढेँडो खानालाई पुरै अस्ति नै यहाँ बसिएन एकैचोटि उता
टेमा बसेको त्यहाँ बनाउँदैन भन्यो। पारी कुनमा बस्नुभयो? हामी त यहाँ अप्पर सिनेमा अप्पर सिनेमामा ए बस्यो सुरुकै। हिल टप होला हजुर साथी आउनु भएन? खोइ अब आउँदै होला यो हेरेर रातो ज्याकेट भन्नु अलिअलि हेरेछ देख्नु भएन होइन ठाडो उकालोमै छ अरे आएपछि खान्छ के भन्छ अघि हामी खाना खानुभन्दा अगाडि फोन भएको थियो उहाँ चाहिँ यो गुम्बाको उकालो ठाडो उकालो चढ्दैछु भन्दै तपाईँले रातो ज्याकेट ऊ त हेर्छ आउँदै आउँदैन गाह्रो गाह्रो गरेछ उसलाई धेरै गाह्रो भएको छ सुकुटीमा झन् उहाँहरूले धरममा सुकुटी नै तपाईँको दाइ त्यस्तो म ढेँडो खाएँ भनेर त्यो त भएको छैन नि भन न जे होस् हामी सन्तुष्ट छौँ नि आज धेरै सन्तुष्ट धेरै सन्तुष्ट एकदम सही हो भनेको कसले सुरु भन्नु हो ढेँडो त खाने हो ढेँडो खाने भनेर ढेँडो सोधेको कसले सधैँ भात भात खायो के त्यही माथि पहाडको भात तर मैले ढेँडो जानिनँ के त्यो गर्नु फेरि डल्लो बनाउँछु यो त साइडबाट थिच्दै पो जाने रहेछ निकाल्दै यसरी यहाँबाट होइन ढेँडो खाने हाम्रो चाहिँ मगर भाइ ढेँडो एकदम खाने पन्ध्र 20 दिनपछि खिम्ची खाइयो तर उता म यो गलेको खिम्ची खान्दैन साधारण त्यो त माटाको भाँडामा हाल्छ नि जागिरमा त के प्लास्टिकको नि हाल्छ होइन कि बनाउन लाने कोरियन खोइ के थाहा तर कोरियनहरू नभयो भने त्यो हुन्छ नि कोरियनको सबै घरमा हुन्छ कि फेरि त्यो त खोइ के को भाँडो हुन्छ के राख्नुलाई हो रक्सी राख्ने हो कि के जस्तो पहिला जमानामा रक्सी राख्छ नि रातो भाँडा छोपेर क्या कपडाले साला डेम्बो भयो आज गर्दैन ढेँडोमा चट्ट भात खाने हो यो ढेँडो अहिले गएर त्यहाँ समस्त सुत्ने हो तातो घाममा कोही जस्तै पुग्छौँ मजाले 4 बजी सकेन खाना र साला थपे पनि सकाइसक्यो सकेन खाना र ज्यान ज्यानको भएको त्यसै नि होइन क्या जसलाई रुच्छ नि राम्रो जसलाई हाम्रो सुर जाँदैन क्या खान्छ नि त जे दिने क्या तर दाइले पनि खाने मान्छे त हो क्या आफू खान्छु थोरै थोरै रे होइन भयो नि यस्तो क्या यो मिठो लागेन त्यो मिठो लागेन हुँदैन नि त कहाँ भन्न पाइन्छ तर जति जे भने नि ढेँडो चाहिँ मैले बिना चबाएर चाहिँ खान सकिनँ चबाउनै पर्ने ढेँडो कसरी चपाउँछ कि म त्यही जानु पर्यो तर भाइ अझै उडाल्नु पर्ने क्या होइन अलि नरम बनाउनु पर्ने अलि पानी हाल्छ मिलाउन गिलो झोल खान यस्तो मिठो छ झोल कम्ता मिठो त्यो मलाई फेरि भैँसी मासु खानु होइन कसले खाएन भने कम खान्छ अस्ति अन्डा खायो थियो मलाई भनिदिने अहिले भनिदिनु पर्ने खान्छ चिकन भनिदिनुपर्छ म त लेदो बनाउनु नै यस्तो हालेर यस्तो लेदो बनाउनु खान्छ वाह बल्ल आज चाहिँ है चरसको थालमा खायो थकाली स्टाइल होइन म म त सधैँ घरमा यही चौरसमै खाने हो नि त हेरोगिरी धुन पऱ्यो नि भात खाँदा नि यसो न त मुख बस्नुहोस् त त्यो नजिकबाटै हो फुड ब्लग गर्दाखेरि रेस्टुरेन्ट मजा आउँछ अरे तर त्यस्तै गर्नुपर्ने दाइको मेरो दुइटाको वाह फुड च्यालेन्ज भनेर
नजिकबाट क्या भन्दा पनि चालिसकिस् त्यसले हामी चल्छौँ के धेरै खाना कहिले नखाएको बानी पऱ्यो भने फेरि छोड्न मन लाग्दैन है ढिँडो त्यस्तो चिज यतातिर चाहिँ खालि चटिल है चटिल क्या जान्छ के अरे ऊ आयो यहाँ त हामीले भन्नै बिर्स्यो यार यसो भनिदिनु पऱ्यो उयो भन्नु न के अरे भाइ हजुर हाम्रो अर्को साथी आइपुग्नु भयो होइन तर उहाँ बिर्सिनु भने के अरे भन्न बिर्स्यो कि यो बफको होइन सुन्नु सुन्नु खाना खाना बफ खानुहुन्न उहाँ अर्को चिकन के छ गरिदिनु है चिकन त बनाएको छैन त्यहाँ गएको छ है हजुर सोध्नु र जान्छ सोधौँ न अहिले हस् हुन्छ तपाईँहरूलाई के चाहिन्छ र हामीलाई पुग्यो हस् हुन्छ आइया। त्यहाँ हुन्छ नि भन्नु ल ल उनी कच्चाडा आयो त अहिले त्यो कच्चाडा आएको त अनि के छ होइन हामीले हिसाब गरेर 1 घन्टाको घटी आउँदैन सुत्ने भन्दा आमा यहाँ बसौँ ढेँडो थप्नु। अझै आधी घन्टा छिटो आउँथ्यो त्यहाँ लोवर सिनेमाबाट तल आएपछि अलिक गाह्रो भयो अनि के पेन किलर खाएपछि पुरै दौड्यो के दौडिनु तर अलि त्यस्तो धेरै चाहिँ बढी दुखेन कि के अरे त्यही भने थियो कन्ट्रोल चाहिँ भयो कि अनि के अरे कोसँग त्यो लाग्यो? लाउरेहरूले के भनिरहेको थियो भन्दाखेरि तपाईँ जुन यहाँ जोइनमा भएको छ नि त्यो जोइनमा यसो केहीले टेपले बाँध्नु पर्यो अरे कि आउँछ एउटा कालो टेबल मसलाहरूलाई जान्दैन अनि कोसँग मागेको छ पेन किलर एउटा कोरियन त्यही रोकिरहेको थियो अनि त्यही के गर्दै थियो एकछिन बोलाइ गफ गऱ्यो एकछिन अनि छ भन्ने सोधेको छ भने दियो तर उनीहरू त जम्मै ल्याउँछ नि फुल जोडे अनि दियो